माघ के अंतिम हफ्ता से संचालन हैत कहल गेल जनकपुर धाम जयनगर रेलवे सेवा संचालन अनिश्चित भेल अछि। माघ के अंतिम हफ्ता में संचालन हैत कहल गेलाक बादो आब फागुन के दोसर हफ्ता धरि के लेल घुसकाओल गेल नेपाल रेलवे कंपनी जनौनी अछि। फागुन में सेहो संचालन हैत कि नहीं विश्वस्त हेबाक अवस्था नहीं देखल जा रहल अछि। कहिया से संचालन हैत कई यकीन के संग कहबाक अवस्था में सरोकार वाला निकाय विश्वस्त नहीं देखल गेल अछि। प्रदेश सभा सदस्य रामाशीष यादव के अनुसार संघ सरकार के लापरवाही के कारण रेल सेवा संचालन होबा नहीं सकल अछि। बेर बेर तिथि मिति तोकब मुदा कार्यान्वयन में नहीं आनब संघ सरकार के आदते भ चुकला सा संघ सरकार के झकझकावा के लेल प्रदेश सरकार समेत पहल करैत आयल आ जल्दी रेल सेवा संचालन हैत अनुमान कयल गेल बतौलनि। जनकपुर रेल यो मात्रै यस प्रदेशको मात्रै हैन, यो नेपालको गौरव हो र नेपालको आर्थिक समृद्धि र आर्थिक विकासमा जनकपुर रेलवेले एउटा महत्त्वपूर्ण भूमिका नै निर्वाह गर्छ। त्यसकारण र यो नेपाल भारत बीचको मित्रताको एउटा ठूलो सौगात पनि हो। भारत पनि चाहन्छन् नेपालको आर्थिक समृद्धि र आर्थिक विकास। त्यसकारण नेपाल र भारत बीच चाहिँ सम्झौता भएर रेल सेवा ब्रोडगेज रेलवे सेवा सञ्चालनको लागि निर्णय गरियो र काम पनि सुरुवात भयो। भारत सरकारले करिब 10 अरब नेपाली रुपैयाँ बराबरको आर्थिक र प्राविधिक सहयोग यो भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि बर्दिवाससम्म करिब 69 किलोमिटर ब्रोडगेज रेलवे सञ्चालनको लागि चाहिँ सहयोग गरेको हो, सबैलाई थाहै छ। त्यसकारण भारत सरकार चाहन्छन् कि छिटोभन्दा छिटो यो ब्रोडगेज रेलवे सेवा सञ्चालन होस्। तर कतै न कतै नेपाली शासक र नेपालका संघीय प्रधानमन्त्रीको कुरा गरौँ भने, सरकारकै कुरा गरौँ भने संघीय सरकार चाहिँ गम्भीर छैन। यदि संघीय सरकार चाहेको भए यो रेल विवाह पञ्चमी सञ्चालन हुन्थ्यो। ओना पहिले सेहो बेर बेर रेलवे संचालन के तिथि मिति तोकल गेल छल मुदा संचालन होबा नहीं सकल। संघ सरकार बेर बेर रेल संचालन के लेल मिति तोकलाक बादो किया संचालन होबा नहीं सकल। नेकपा ओली पक्ष समर्थित युवा संघक नेता जानी खान मधेसी संग प्रश्न केला पर ओ कहलनि दू देशक प्रधानमंत्री एक संग उद्घाटन क क रेल सेवा संचालन करता, त्या कारण संचालन में अबेर भेल आ आवश्यक प्राविधिक तैयारी पूर्ण रूप में होबा नहीं सकला सा जनकपुर धाम जयनगर रेलवे सेवा माघ भीतर संचालन होबा नहीं सकत ओ बतौलनि। रेल त आइसक्या हो हैन, रेल अब कहिले आइसक्यो त्यो कुरो प्रश्न हैन। रेल आइसक्या छ, त्यसलाई सञ्चालन कहिलेदेखि बन्ने त्यो कुरामा आउनु पर्ने हो। सञ्चालन गर्नले सबभन्दा पहिला के हुन्छ भने रेल गुडाउनलाई कर्मचारीको आवश्यकता छ, जो कि विगतमा तपाईले हेर्नुभयो होला जुन हिसाबले कर्मचारी 6 महिनाको लागि राख्ने जुन हिसाबले गरेको थियो त्यो सफल भएन। कारण त्यसमा भने धेरै जालझेल हुन थाल्यो र लोकसेवाको एक्जाम हुने बित्तिकै त्यसमा कर्मचारीलाई त्यसमा नियुक्ति गर्ने हो र यो रेल कहिलेदेखि सुचारू गर्ने भने यो रेल भनेको नेपाल र भारतको एउटा सबभन्दा मैत्रीपूर्ण र एउटा उदाहरण हो, जो कि जनकपुरको माता जानकीको जन्मस्थल लाई एउटा के अरे इन्डिया भारतसँग जुन हिसाबले रोटी बेटीको सम्बन्ध छ त्यो सम्बन्धलाई निरन्तरता दिन यहाँ कस्तो भने नेपाल भारतको जुन प्रमुख जुन प्रधानमन्त्रीहरू छन् उहाँहरूकै हातबाट यो सञ्चालन गर्ने हामीहरूको पार्टीको के अरे त्यो रहेछ। उहाँ दुईटैको समयको अलि हेरफेर भइरहेछ। हुनसक्छ सम्भवतः फागुन 7 या 8 गतेतिर के अरे उहाँहरूको हातबाट यो सञ्चालन हुने हो, सुरुवात गर्ने हो र यो कर्मचारी बिना रेल चल्न सक्दैन। त्यसको लागि कर्मचारीको आवश्यकता छ। कर्मचारी लोकसेवाबाट नै कर्मचारी आउने हो, त्यो हामी र तपाईँ जस्ता युवाहरूले चलाउन सक्ने होइन। त्यो त चलाउनलाई लोकसेवाको जुन सिस्टम छ, कर्मचारीहरूको जुन सिस्टम छ त्यही अनुसारको चल्ने हो र यो रेल मात्र यतिसम्म मात्र सीमित हुँदैन। यसलाई अझै पनि बर्दिवासको पनि काम तपाईँको 114 किलोमिटरको जुन दूरी छन् वीरगञ्जसम्मको त्यो पनि काम 90 किलोमिटर जति काम भइसकेको रहेछ। यता पूर्वमा पनि विराटनगरको पनि हुनेछ। समग्र हेर्ने हो भने देशको समृद्धि कसैले रोक्न सक्दैन। एम्हर रेलवे संचालन नहीं भेला से जनकपुर धाम के व्यापार में पैघ संकट आइ पड़ल धनुषा चेम्बर ऑफ कॉमर्स के अध्यक्ष विजय कुमार शाह के कहब रहल छनि। रेलवे संचालन भेलाक बाद
पूर्वी दिशक ग्रामीण क्षेत्र के ग्राहक आवास लक भन्सार सेहो कम लागत आ जखने भन्सार कम लागत त सामान सेहो सस्ता हैत बिक्री बढ़त त्या लक रेलवे सेवा जल्दी शुरू होब करबाक आवश्यक रहलो बतौलनि। रेलवे सञ्चालन नहुँदा यहाँ व्यापारीहरू धेरै पीर मार्कामा, किनभने विगतमा पनि रेलवेद्वारा जनकपुरको व्यापार नै फस्याउँदै थियो र व्यापार यहाँको चलायमान नै रेलवेको कारण थियो र अहिले व्यापार जनकपुरको घराइसी भइसकेको छ, किनभने यातायातको कतैबाट साधन छैन। बोर्डरहरू बन्द भएको हुनाले रेलवेको भूमिका महत्त्वपूर्ण हुन्छ। तर हामीहरूले विगतमा पनि उहाँलाई ज्ञापन पत्र बुझाउँदा अब चल्छ महिनामा चल्छ, 1.5 महिना चल्दै पनि हालसम्म रेलवे कुनै किसिमको छाँटकाँट देखिन चल्न र मलाई लाग्छ भविष्यमा पनि कहिले चल्छ भन्ने त्यसमाथि आशा गर्न सक्दैन। त्यसैले रेलवे जबसम्म चल्दैन तबसम्म यहाँको व्यापारीहरू फस्याउँदैन र व्यापार नाफामा जाँदैन, घाटैमा जान्छ। यातायातको साधन एकदम नै दुर्लभ भएको छ र बोर्डर पनि बन्द भएको हुनाले यहाँका व्यापारीहरू धेरै पीर पार्छन्। अहिलेको वर्तमान अवस्था कस्तो छ व्यवसायको जनकपुर धामको भन्दाखेरि? जनकपुर धामको व्यवसाय त अहिले त जिरोमा गइसकेको छ, किनभने मैले फेरि भन्न चाहन्छु कि बोर्डरहरू बन्द छन्। सबै बोर्डरहरू यहाँ जनकपुरको बोर्डरहरू आसपासका बोर्डरहरू बन्द भएको हुनाले हामीले बारम्बार भन्दै पनि सरकारलाई बोर्डर खोल्नुहोस्, यहाँको व्यापार फस्याउँछ। तर बोर्डर खोल्न कुनै चासो लिएको छैन। जनकपुरको बोर्डर एरिया भएको हुनाले बोर्डर बन्द भएर यहाँको व्यापार एकदमै घस्किएको छ। रेलवे के टिकट काटे वाला सॉफ्टवेयर टिकट के मूल्य निर्धारण लगायत के तैयारी भेलाक बादो कार्यालय संचालन के लिए आवश्यक भौतिक संरचना निर्माण में अबेर भेल रेलवे कंपनी के कहबाइच। प्रविधि कर्मचारी सब रेल चालक, स्टेशन मास्टर, मैकेनिकल इंजीनियर, पावर मैनेजर, ट्रैफिक मैनेजर सहित 26 गोटे कर्मचारी भारतीय रेलवे कंपनी से अब बाकी कर्मचारी सड़क विभाग आ विगत में रेलवे के काज के ने अनुभव कर्मचारी के राख संचालन करबाक नेपाल रेलवे कंपनी के निर्णय भेल बताओल गेल। भारत सरकार की आर्थिक तथा प्राविधिक सहयोग में निर्माण भेल और रेल मार्ग में संचालन के लिए गत आसिन 2 गते 2 सेट डेमो ट्रेन आनल गेल छल।